ऊर्जाको एनालाइसिस गरौँ है। ऊर्जामा फल आयो, फलपछि फेरि माथि पुलब्याक आइरहेछ है। पुलब्याकमा सेलिङ देखायो, आज प्राइस केही घट्यो पनि। जबसम्म यो एउटा रेन्जको लो ब्रेक हुँदैन, यो स्टिल पोजिटिभ नै छ भनेर बुझ्नुहोस् है, सिम्पल अहिलेको लागि है। यदि यो लो ब्रेक हुन्छ भने अहिलेको लागि सिचुएसन यो ओपिएसको एरियासम्म हामी इजिली एक्सपेक्ट गर्न सक्छौँ। यो ओपिएसको एरियामा के गर्ने भन्ने क्वेसन आउँछ क्या। सिम्पल मैले भन्छु नि, लाइक बजारमा अब एउटा फल आइरहेछ अनि यहाँ इनसाइड एउटा ओपिआर बनाइरहेछ अनि यो ओपिआर यसरी टेस्ट भइरहेछ नि, यो ओपिआरमा कहिले पनि बाई हुँदैन क्या होइन। यसरी यो ओपिआरमा कहिले पनि बाई हुँदैन होइन। त्यस्तै अहिलेको कन्डिसन के छ भने हामी यसलाई हेर्छौँ भने प्राइस माथि गइरहेछ, यो एउटा बिचको एरियामा यहाँ कतै पनि देखिरहेको छैन नि होइन। हो यो एरियामा हामीसँग ओपिएस होइन, यो एरिया टेस्ट गर्दै गर्दा हामी जस्ट बाई हेर्छौँ क्या, जस्ट बाई हेर्छौँ है। अनि कन्डिसन के बनाइदियो भने हामीसँग ओपिएस पनि छ, तल ग्याप पनि छ भनेपछि अहिलेको लागि हामीले यो एज अ रेन्जलाई हेर्नु पऱ्यो क्या, यो ओपिएसलाई मात्र हेरेर भएन। यदि यो ग्याप थिएन भने हामी जस्ट ओपिएसलाई हेर्थ्यौँ होइन। अब यो ग्याप छ भनेपछि हामी ग्यापलाई पनि हेर्नु पऱ्यो भनेपछि यदि यो करेक्सन आएको खण्डमा प्राइसले अलिकति डिप करेक्सन पनि लिन सक्छ है भन्ने एउटा सिनेरियो पनि हुनसक्छ। त्यही भएर अहिले हजुरले यो ओपिएसको एरियामा बनाउनु अथवा जहाँ बनाउनु होइन, यो ट्रेडको स्टप लस हिट भयो भने म होल्ड चाहिँ सजेस्ट गर्दिनँ। हजुर फेरि तल आएर नयाँ ट्रेड गर्नुपर्ने हुन्छ। यदि यो एरियामा आउँछ र हजुरले यहाँ ट्रेड भेट्नुहुन्छ भने अहिलेको लागि यो ग्यापको एरिया मुनि हजुरको एसएल हुन्छ होइन। एन्ड देन यो माथिको एरियामा हजुरको अहिलेको लागि प्रफिट बुकिङ हुन्छ। मन्थलीको कन्डिसन हेर्दा यो एउटा सेलिङ जोन बजारले ब्रेकआउट गरेको छ, तर ब्रेकआउट गर्दाखेरि माथि सेलिङ पनि छ है। भनेपछि हामी अहिलेको लागि माथि माथि बाई चाहिँ गर्दैन, डाइरेक्टली अहिले नै यो रेन्ज पनि आइदिन सक्छ। जसरी अघि हामीले भन्यौँ ओपिएस एन्ड तपाईँको ग्यापको एरिया बाइङ हो, अथवा प्राइसले अहिले हामीलाई ट्रेड निकालेर दिएर यो माथिको हाम्रो बुक गर्ने एरिया टेस्ट गरेर फेरि पछि यो टेस्ट गर्न आउन सक्छ। भनेपछि अहिले होस् या पछि यो एरिया हाम्रो लागि एउटा बाइङ एरिया नै हुनेछ भनेर बुझ्नु होला। त्यसपछि फेरि हामी यो एरियामा पोजिसन बनाएर ग्याप पनि स्टप लस दिएर यहाँबाट मिनिमम पनि 1:3 अथवा 3.5 सम्मको इजी ट्रेड निकाल्न सक्छौँ।